पिपललाई एकैचोटि असर गर्यो नि त आई मिन हेल्प गर्यो नि त उहाँहरूले नागरिकता पाउनुभयो भर्खरै केही दिन अगाडि एक्ज्याक्टली हजारौंलाई लाखौंलाई होइन केही दिन अगाडि मैले एकजना युवा साथीलाई भेटेको थिएँ एन्ड ही ब्रट मी स्विट्स के होइन लड्डु ल्याएर दिनुभयो किन भनेको नागरिकता पाएँ भन्नुभयो क्या अनि थ्याङ्क्स टु यु अल सबै तपाईँहरूले पनि केही भूमिका खेल्नु भएको थियो भने कति वर्ष पुग्नुभयो भने 28 रे 28 वर्षमा उहाँले नागरिकता पाउँदै हुनुहुन्छ एन्ड ही हेज अलरेडी कम्प्लिटेड हिज ब्याचलर्स अनि मास्टर्स पढिराख्नु भएको छ एन्ड ही रियली वान्ट्स टु डु समथिङ फर द कन्ट्री अनि अहिले नागरिकता पाइराख्नु भएको छ एन्ड आई वाज लाइक एउटा पोलिसी लेभलमा काम गर्दा हेर्नुहोस् त हजारौं लाखौं जनाले एकैचोटि बेनिफिट पाइरहेछन् नि त सो द्याट इज वान अफ द रिजन आई केम इन्टु पोलिटिक्स के मैले अपरेसन गरेर केही 100 जना जतिलाई मैले उपचार गरेर निको बनाउँथे होला तर मैले यस्तो पोलिसी बनाइदिनु पर्छ कि जहाँ म जस्ता स्वास्थ्य कर्मीहरूले निर्धक्क भएर सुरक्षित वातावरणमा हैन with all the equipments हैन सामानहरू प्राविधिक मसिन्सहरू सहित चाहिँ assured तरिकाले जनतालाई नागरिकलाई दिनुपर्ने सेवा दिन पाए भने त it will be more multiple times than 100 that I can cure myself भन्ने चाहिँ मलाई फिलिङ भयो तपाईले हाम्रो क्लिप एकदमै एन्जोय गर्नुभयो होला अब पुरै भिडियो हेर्नको लागि चाहिँ YouTube मा सब्स्क्राइब गर्न नबिर्सिनु होला